कहाँ अरे बस्यो ए सबै बट्टा दिइरहेको छ क्या दाइ यहाँ हेर्नु त चुहिएर क्या पग्लेर चुहिएर हजुर हजुर ल यस्तो जस्तो यो छ होइन यहाँ देखिरहेको छ टाढाबाट राम्रोसँग नदेखिँदो रहेछ कि यो त काठमा बुट्टा खोप्नुपर्छ क्या यो त यस्तै टाइपको क्या शिवजीको नाममा घन्टा बजाइदेऊ शिवजीको नाममा शङ्ख बजाइदेऊ आउन सम्धी ल ल ल ल सुरुङ है सुरुङ सुरुङ आयो आहा गजब सम्धी गजब यो त हात्तीको त्यो यस्तै तालु छ नि तालु तपाईँले के लाग्छ त्यही हुने रहेछ कि हो यता उता हान्नु त्यो भए हात्तीको तालु छ कि यो गणेश कि के भन्दा यस्तो हो क्या यस्तो हो कि यहाँ हेर्नु त धार क्या गजबको रेतीको धार जस्तो क्या यो सबै कडा खालको ढुङ्गा हो यो फेरि सेतो ढुङ्गा त्यो पानी थोपो थोपो भएर यस्तो भएको हो कि सेल्युङमा क्या सम्झे सेल्युङमा म्युसी जोर भन्दा होला ल यो चाहिँ हात्ती नै लाग्दो रहेछ साँच्ची यो चाहिँ है ठ्याक्कै हात्ती छ ल हजुर हजुर ल हिरा ल 5 मण्डप तपस्या गर्ने ठाउँ यो चाहिँ यहाँ यो चाहिँ यो कुनामा ठाउँ 5 मण्डपको मूर्ति पनि छन् कि हो कुन ए यिनीहरू ए यस्तोहरू ल ठिक छ यो त के हो यार कछुवा अवतार भगवानबाट मन्दरा चल पर्वतलाई धारण कछुवा अवतार अवतारको भगवानको यहाँ यो विष्णु होइन कछुवाको अवतार लिने विष्णु भगवान यहाँ बस्नु पर्छ कछुवा अवतार भगवान उयो मास्तिर हेर्नुहोस् त उता यो दुईटा उता 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 ल यो त 5 वर्षको ठाउँ हो नि त 5 वर्षको ठाउँ यो धुवा सबै पखाल्यो भने चाहिँ सबै चम्किने रहेछ यार खतरा मेसिन लगाएर पखाल्यो भने त भइहाल्छ नि सम्झी खतरा खालको क्या कम्प्रेसरबाट बनाइरहेको छु क्या गोवर्धन पर्वत रे यो चाहिँ गोवर्धन पर्वत रहेछ है गाइज यो चाहिँ यो पुरै गोवर्धन पर्वत हजुर यसले चाहिँ शिवलिङ्ग भनिन्छ टेकिहाल्छ नि टेकेर गएको नि भाँचेर सक्यो जम्मै भाँचेर लगेको मान्छेहरूले ए अहिले त लानु दिनु न अहिले लानु दिँदैनन् भात त हुँदैन नि यस्तो चिज त आहा यो लाँदाखेरि पनि यो टल्किन्छ बा उता पनि सानो सानो टुक्रो पनि टल्किन्छ उता खै कहाँ ठ्याक्कै यार यहाँबाट त ल सबै त्यस्तै त्यस्तै के हो यार पुरै अचम्म यार ओह सामर पनि
सौतरा काखमा लपकुश रे सीता ए सितरा काखमा लपकुश ल हेर्नु त सम्धी हजुर बबाल छ हैन बब्बाल बब्बाल अनि उहिले भगवान यस्तो ठाउँ बसेको थियो र मान्छे जन्म ए यहाँ बसेर शिव पार्वतीले बच्चा बनाउनु भएको छ ए महेन्द्र बाटै थिएन पुरा मुखमा सिस्ना भएको थियो पछि त खनेर बनाएको बाटो हो नि अहिले त तन्त्र जाने बुवा माथि नि कहाँ फर्किनु अहिले त उयो त यहाँबाट यही हो क्या 2-3 घण्टामा अनि निक्लिँदो रहेछ यो भित्रबाट अब हामी 12 बजे फर्किने हो निस्किन्छ निस्किँदैन रे निस्किँदैन तर भित्रभित्रै जाने चाहिँ ठाउँ छ त्यसको भवन जस्तो नै यहाँ त टल्किरहेको ल भवन जस्तो नै एकदम पुरै हिरा झुन्डिरहेको छ यार यहाँ त आम्मा हो भवनको मिटिङ बस्दैछ ल उतातिर बाल्नु उता उता खै तपाईँले बाल्ने एङ्गलै नजान्नु हुँदो रहेछ कि दिनु दही दिनु त यहाँ छिरेपछि दही टर्दिनु नि एकचोटि यहाँतिरको बाल्छ लगाउन सक्नुहुन्न त्यहाँ मुन्टुले गर्दा तामी हुन्छ आम्मा हिरा टल्केको हेर्दा यहाँ हिरा त्यो भवान केटा त उता गएको रे यो त नेपाल किन्छ हौ यसले त यसरी यो हिराको मूल्यले त सबै हिरै हिरा यार गइन्छ उसले बेला कुन कता हो धेरै आउनु म राखेको छु नि हाम्रो केटा पनि छिरेको थियो अरे आम्मा के हो यार यो यार विभिन्न त्यो समुद्री जीवको उता कस्तो खुलै छ यहाँ मात्रै मुख हो क्या 3 घण्टा हरा चाहिँ भने नि हो माथि कस्तो उ छैन कताको ल सबै चुइरा छ ल गाइस कहाँ त्यहाँ खस्यो भने के हुन्छ त्यस्तो छ नि बाबु छिर्नु भयो म गर्छु जानु म त जान्छु। छिर र छिर भित्र छिर छिर्ने हो छिर र छिर ए यहाँबाट अट्छ गर्छु नि धेरै माथि नजानु अट्छ यहाँबाट पापी जाँदैन अरे त्यहाँबाट है पापी छिर्नु सक्दैन ए अस्ति हाम्रो बुढाहरू त छिरेको थियो अरे धर्मात्मी हुनु मात्रै छिर्नु अब माथि गएर फेरि तल निस्किन सकेन नि माथि गइसकेपछि निस्किन सक्छ पापी छिर्दैन भने पहिला उखान छ कि सानो छ नि त मोटो मान्छे त सबै पापी हुन्छ नि क्या फेरि सबै मोटैबाट त छिर्छ हौ छिर्छ छिर्ने बाटै हो गइरहेको अस्ति आधी चढाउन हालेर फर्केको हो त्यो गुफा देखाउनु त्यहाँ फोटो मुटु निकाल्नु त्यहाँबाट है त्यहाँ मुटु निकाल्नु त भङ्गे खतरा आउँछ फोटो पापी र धर्मात्मा छिर्ने ठाउँ होइन यो कतिको पापी रहेछ है हाम्रो सम्झि हेरौँ पापी भयो भने यता आएपछि कुट्नुपर्छ ड्याङ काट्या जान्नु नि दाइ जान्नु जानु दाइ तपाईँ पापी कि धर्मात्मा हेरौँ धेरै उता नजानुहोस् है हराउला फेरि त्यहाँसम्म जानु अनि फर्काउनुहोस् अनि पछाडि फर्किने पोल्टेमा जानुपर्छ पोल्टेमा छिर्नु न छिर्नु पोल्टे पर्नु पाँच पण्डव युधिष्ठिर भीम अर्जुन नकुल महादेव र द्रौपदी के अरे त्यो घाँटीको कलर हुन्छ नि त्यस्तो चाहिँ लर्कन के लर्कन सम्झे सेम लर्कन के भने पाँच पाण्डव युधिष्ठिर भीमसेन अर्जुन नकुल सहदेव द्रौपदी रे द्रौपदी यहाँ सबै रहेछ तल तल हेर्नु नि तल त्यहाँ छ नि ए यिनीहरू पो हो यो कुन चाहिँ युधिष्ठिर यो चाहिँ यो होला सबभन्दा ठुलो जेठा होइन युधिष्ठिर हो हाम्रो दाइ छिरेन है छिरेन बुढो फर्क्यो ए तपाईँ पापी हो कि हो दाइ हो कहाँ गयो हल्का सम्झि जानु छिरे हेरौँ त ल पाउँदैन माथि धेरै माथि नजानुहोस् है जाँदैन त्यो ल आवाज सुनिन्छ त्यहाँ आवाज यहाँ पर्खिनु ल पर्खिनु है पर्नु त पर्दैन उसलाई फर्काउनुहोस् है मलाई डर पो लाग्यो त सम्झि सिन हुनुहुन्छ तपाईँ त म भन्दा नि छिर्नुहुन्छ हौ अट्दैन होला यार अक्सिजनको कम भयो भने त हुँदैन हिँड्नु न छिर्दैछौँ खै यार कहाँ पुग्नु भयो तपाईँ हजुर तल हो तल पुग्नु भयो कि माथि तल जानुभएको कहाँ हो